साथीहरू एउटा कुरा देखेर बडो अचम्म लाग्छ कि बडो हाँसो आउँछ। यी नेपालमा बस्ने नेपाली यी भेडा हुन्, यिनीहरू कहिले सुध्रिँदैनन्, चेतना छैन, बुझ्दैनन्। यो भिडियो यदि कोही विदेशमा बस्ने साथी हेर्दै हुनुहुन्छ भने तपाईँहरू लास्टमा मलाई कमेन्ट गर्नु होला है, त्यहाँको सिस्टम के छ कस्तो छ भनेर। गभर्मेन्टले सिस्टम बनाउनु खोजिरहेछ अनि यहाँनिर आउँछ त्यो हेर्नुपर्छ है। अनि फाइन बढायो, फाइन बढाएको कारणले भएन, आत्महत्या गरौँ भन्ने खालको कुरा आइरहेको छ कि उसलाई अगाडि वार्न गरेको थियो, रेस्ट्रिक्टेड गरेको थियो नि, त्यो काम नगर्नु, त्यस्तो हुँदैन, गभर्मेन्टले ब्यान गरेको छ। यहाँनिर त कुरा के आइरहेछ भने भोलि सरकारले 1 लाख रुपियाँ तलब दिएर चाहिँ सबैलाई रोजगार दिने भयो भने पनि म 1 लाखमा 10,000 चाहिँ हाँसी चिट तिर्न तयार छु, फाइन तिर्न तयार छु भन्ने खालको साइकोलोजी बुझियो क्या। भोलि 10 लाख रुपियाँ आम्दानी भयो भने 1 लाख रुपियाँ त म तिर्छु भन्ने खालको कुरा भयो क्या। यो सोचले, यो मानसिकताले उँभो लाग्दैन है, उँभो लाग्दैन। म फाइन 1 रुपियाँ पनि तिर्दिनँ, म अनुशासनमा बस्छु, म डिसिप्लिनमा बस्छु भन्ने सोच बनाउनु पऱ्यो, तब मात्रै अघि बढिन्छ है साथीहरू। विदेशमा जेसुकै होस् सबैलाई बराबर छ, नेपालमा पनि त्यही हुनुपर्छ। ठिक छ।